आज चाहिँ गएँ मैले बारबुकी बनाउँदैछु पहिलानिर तन्नकी कन्फेक्सन सबै लिएर मैले यसरी धोइधाइ पारेर मैले यसरी गराएँ। त्यसपछि टोटीको तेल हालेँ, हल्का नुनहरू हालेर अब मैले यहाँनिर फेरि मैले अब तन्दुरी बारबुकी मसला हालेको छु। त्यसपछि अब यसलाई मैले मोलेर यस्तो बनाएँ। अब यो मोलिसकेपछि एकछिन मैले प्लास्टिकमा बेरेर मैले फ्रिजमा हाल्दै गएँ। त्यसपछि फेरि म एकछिन फ्रिजमा हालेर खोलेर लान्छु। गाइस हामी झ्याम पनि ल्याएको छु, यसलाई फेरि मोल्नुपर्ने छ यो हालेर है। घरको छतमा सुन्दरी आइरहने उसलाई मात्र देख्न मन लागिरहने मखमली चोलीमा टोपी ढाकैको मखमली चोलीमा टोपी ढाकैको त्यसैमाथि झल्कियो फुली नाकैको कसले जिम्मा लिन्छ लोभी आँखैको लोभी आँखैको कसले जिम्मा लिन्छ लोभी आँखैको लोभी आँखैको यो अलिअलि काट्नु पर्छ यो पिस हुन्छ नि सर हामीले चक्कुले बिस्तारै काटिरहेको छ। यो भनेको टमाटर पिस डबल बनाउने डबल तिम्रो रूपै मोहनी लगाउने तिम्रो रूपै मोहनी लगाउने देखेपछि म त्यसै अघाउने मखमली चोलीमा टोपी ढाकैको टोपी ढाकैको मखमली चोलीमा टोपी ढाकैको त्यसैमाथि झल्कियो फुली नाकैको कसले जिम्मा लिन्छ र लोभी आँखैको लोभी आँखैको कसले जिम्मा लिन्छ र लोभी आँखैको लोभी आँखैको अप्ठ्यारोमा फुलेको फुल हो अप्ठ्यारोमा फुलेको फुल हो टिप्न खोज्ने अरूको भुल हो सिरु पातै ढुङ्गामा टोपी ढाकैको टोपी ढाकैको तिमलाई देख्दा मन सन्चो छैन अब निको होला झै लाग्दैन मखमली चोलीमा टोपी ढाकैको मखमली चोलीमा टोपी ढाकैको त्यसैमाथि झल्कियो फुली नाकैको कसले जिम्मा लिन्छ र लोभी आँखेको
खोज्दैछ मन चढी जानेलाई बनाउँछु है भाइ हामीले मैले फेरि कस्तो मासु च्याप Chinese-ko. Hi. Luxury style. This is Australia. Weather is so clean, nice. Woohoo.